यो हेटौडा 7 कमानबाट निक्लिने बाटो हो। यो यताको मेन बाटो चाहिँ हेटौडा बजारबाट ठिङ्गन हुँदै काठमाडौँ जाने बाटो हो र यो बाटो सिन्धुली पनि पुग्छ। अनि म चाहिँ यो भिडियो किन बनाइरहेको छु भने यो चाहिँ भिडियो तपाईँहरू किन सेयर गरिरहेको छ भने धेरै मान्छेहरू झुकिरहेछ कि यो अगाडि भएको बोर्डमा धेरै मान्छेहरू झुकिरहेछ। अब नै त म नजिक गर्दै जान्छु। यो बोर्डमा चाहिँ यो बाटो अगाडि 2 किलोमिटर अगाडि गएपछि चौगडा बजार आउँछ। त्यहाँ बाटोभित्र सिन्धुली जाने बाटो पनि छ, ठुलो हाइवे पनि छ। तर यो बोर्डमा चाहिँ सातो बाटो नकुटिका भैरवको मात्र सङ्केत देखाएको छ। योभन्दा अगाडि गएपछि 2 किलोमिटर अगाडि गएपछि चौगडा बजार गएपछि सिन्धुली जाने बाटो नै आउँछ। तर यो बोर्डको कारण चाहिँ धेरै सिन्धुली जाने मान्छेहरू चाहिँ झुकेर फर्किने अनि फेरि अगाडि गएर सोध्ने फर्किने यस्तो भइरहेछ। त्यही भएर यो बोर्डलाई चाहिँ सकेसम्म सबैले सेयर गरेर सडक विभागसँग पुर्याएर यो बोर्डमा केही परिवर्तन गरिदिनु पर्यो। धन्यवाद।